हेलो हामी चाहिँ यहाँ धमाधम यो के भन्छ ढिँडो मस्काउन लाग्यौँ है। यो ढिँडोको पनि छुट्टै कहानी छ क्या। मलाई सानो बेला कस्तो अझै पनि याद आउँछ। हाम्रो चाहिँ गाउँ यस्तो लेकतिर पनि होइन, औलतिर नि होइन, कस्तो कछाड भन्छ नि त्यो ठाउँमा छ। अनि भोइस कभर गर्नको लागि चाहिँ मलाई मेरो छोराले पनि सघाउँदैछ। अनि हामी चाहिँ बेसरी कोदो रोप्ने कि है, त्यो असारको 20-22 कोदो रोप्न सुरु गर्ने। अनि हामीले चाहिँ साउनको अन्तिम लगभग भदौसम्म कोदो रोप्ने के, रोपेकै अहिले सम्झिन्छु है, त्यति धेरै कोदो रोपेर पनि त्यत्रो मेहनत गरेर पनि नफल्ने के। यसको लागि चाहिँ मान्छेले धेरै मेहनत गर्नुपर्छ के ढिँडो खानको लागि। त्यो पहिला दाना हुन्छ, त्यसलाई यसको बिउ छर्नको लागि ब्याड भन्छ है, त्यसलाई त्यहाँनिर त्यत्तिकै मेहनत गर्नुपर्छ, गोड्नुपर्छ, अनि त्यो बिउ उखाल्नुपर्छ, फेरि लगेर अर्को बारीमा रोप्न पर्यो, फेरि गोड्न पर्यो, फेरि टिप्न पर्यो, लगेर फेरि कुट्न पर्यो, त्यहाँबाट फल्न पर्यो, त्यहाँबाट मिलमा लगेर बल्ल पिठो आउँछ अनि पकाएर खान पाइयो है। तर यो कुरा बहुत टेस्टी नै कुरा हो ढिँडो। मलाई चाहिँ मेरो जिन्दगीको मिठो चिज ढिँडो हो मेरो विचारमा। म प्रायः जस्तो खाइ नै रहेको हुन्छु। अनि जाडो बेलामा त झन् असाध्यै नै खान मन लाग्छ है। यो पनि मैले अस्ति नै मङ्सिर पुसकै भिडियो हो, तर मलाई पोस्ट गर्नको लागि चाहिँ अब फागुन लाग्न लाग्यो है। मैले यो भिडियो पोस्ट गर्नको मेन उद्देश्य चाहिँ के हो भने, मेरो फोन चाहिँ धेरै मूल्यवान चाहिँ होइन है, त्यही 20-25 हजारको फोन हो। त्यही भएको भएर त्यो धेरै भिडियो फोटोहरू भएको भएर अहिले बाबु पनि छ, अनि बाबुको भिडियो एउटा खिच्यो, फोटो एउटा खिच्यो, गर्दा धेरै फोटो भिडियो भएर चाहिँ नै स्पेसफुल भनेर देखाइरहेछ। अनि त्यही स्पेस हटाउनको लागि चाहिँ मैले यो भिडियो यता पोस्ट गर्ने विचार गरेको हो। यो उद्देश्य अरू चाहिँ लाइक कमाउने, भिडियो कमाउने, भ्युज कमाउने केही पनि होइन खासमा। यो चाहिँ भन्छ नि बढ्दो उमेर अनि त्यसपछि होइन के हो, बढ्दो जिम्मेवारी अनि घट्दो उमेरले थिच्दै अब त्यो बिचमा के हुन्छ थाहा हुन्न। अनि हेर्नको लागि पनि हो, अनि मेरो बच्चाको लागि पनि हो यो है। मैले चाहिँ लगभग ढिँडो खाइसकेँ। यो फर्स्ट दिनको ढिँडो होला मेरो विचारमा है। काम गऱ्यो भने मैले एप्रोनसँगै गामगुम खाइहालेँ। मलाई खाने बेलामा चाहिँ बोल्ने गफ गर्ने हेनतेन मन लाग्दैन कि, त्यसो गर्दैन। अगाडि खाना भएपछि गमगुम खाइहाल्ने हो। पहिला त म पनि गफ गर्दै खान्थेँ। जब यो बच्चा भयो नि, बच्चा भइसकेपछि चाहिँ नै यो गफ गरेर खाने, हाँस्ने, हाहाहु सकिँदो रहेछ क्या त्यो बेला। आउन त आउला फेरि, तर अहिले फेरि उठेर चिया गरेपछि खानै पाइँदैन नि त। त्यही भएर खाना चाहिँ फर्स्ट मेन प्रायोरिटी कि है। पहिला सबैभन्दा पहिला खाने, अनि बरु रहुँदै भए पनि अरू बाँकी काम गर्ने, बाबुसँग बस्ने भन्ने हुन्छ है। अनि यस्तै गर्दै लगभग खाइसक्यो। यो हेर्दै त मलाई फेरि खान मन लाग्यो कि। जे होस्, तपाईँहरूलाई पनि कतिको ढिँडो मनपर्छ, ढिँडो मनपर्ने जतिले खानु होला। फेरि जाडो जानु लाग्यो, गर्मीमा अलिक खासै मिठो पनि लाग्दैन है। अनि त्यसपछिबाट म तपाईँहरूलाई एउटा कुरा भन्छु कि है, मेरो मम्मीहरूले, दाइ दिदीले भन्नुभएको हो, पहिला ढिँडो खाँदा कहिले भात खाउँला भन्ने हुन्थ्यो अरे। अनि भात पकायो भने चाहिँ हाम्रोमा आज चामलको भात पकाएको छ भनेर दाइहरूको साथीहरूलाई सुनाउनुहुन्थ्यो अरे भनेर मम्मीले भन्नुहुन्थ्यो। मलाई पनि अझै याद छ कि है, चामलको भात चाहिँ हामी त्यो धान पाकेपछि मात्रै ढिकीमा धान कुटेर खान्थ्यो। अनि मम्मीले कुट्दै गर्नु है भनेर मलाई छोडिदिनुहुन्थ्यो कि। अनि म चाहिँ त्यो भुस लाउने त्यो धान कुट्दै गरेर ठाउँमा अनि केलाउने बेला भइसक्यो, छिटाउनु भन्ने गर्थेँ कि। मलाई अझै पनि थाहा छ। तर पछि त अब दाइहरू दिदीहरू कमाउने भइसकेपछि दिदीहरूले दुःख गर्नुभयो, हामीले खासै त्यति दुःख गर्न परेन। हामी भाग्यमानी भाइ बहिनी हौँ दाइ दिदीको। अनि उहाँहरूलाई पनि सम्झिन्छु कि म यो कुरामा चाहिँ। थ्याङ्क यू। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब। यो भिडियो हेर्ने जति सबै
सबैजनाले मेरो यो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, नत्रदेखि म हान्नेछु। बाई बाई। यो चाहिँ मेरो सानो मिनी भ्लग हो। मैले चाहिँ यो म बुढी हुँदा मेरो भविष्यमा गएर हेर्नका लागि सेभ गरेको भिडियो हो। यदि तपाईँको फोनसम्म आइपुग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला। बाई बाई। थ्याङ्क यू फर वाचिङ। Thank you for watching.